मन्चुरियन ग्रेभी बनाउँदैछु। यति बेला चाहिँ काटेको लसुन, अदुवा, प्याज, खुर्सानी यसलाई चाहिँ मजाले तेल हालेर भुट्ने रातो हुनसम्म है। यसरी भुटिरहने। त्यसपछि यो रातो भइसक्यो हेर्नुहोस्। अब म चाहिँ ग्यासको आँच चाहिँ हल्का कम गरेर चिल्ली सस, सोया सस हालेर अनि यसरी यसमा पानी हालिदिने। अनि अलिकति नुन स्वाद अनुसारै आफूले कति खान्छ, अजिनामोटो, यो व्हाइट पेपर, यो ब्ल्याक पेपर हाल्ने। त्यसपछि फेरि आगो सल्काउने, थोरै धनियाँ, मन्चुरियनका पिसहरू हालेर अनि कर्नफ्लावर, मकैको आँटो पिठो मिक्स गर्ने। यहाँ चिप्पिन्छ यस्तो गरेर यो भयो गाढा। त्यसपछि बक्रामा हालेर गार्निसिङ गरिदिने। मन्चुरियन ग्रेभी रेडी।